नमस्कार, म तपाईको समाचार वाचिका किमी र तपाई हेरिरहनु भएको छ आनन्द खबर एआई। आजको प्रमुख समाचार, प्रधानमन्त्री केपी शर्मा ओलीको कडा चुनौती। महोत्तरीमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई खुला चुनौती दिएका छन्। उनले यदि शाहलाई जनतामाझ लोकप्रिय लागेको छ भने निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। अब हुँदा हुँदा हिजो के अस्तिका दिन उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिने र कहाँबाट उधिने र ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दाखेरि राजा हुने भए त तपाईहरु कुर्सीमा बस्नुभएको छ राजा हुनु, यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनु। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। ओलीले प्रजातान्त्रिक प्रणालीमै मुलुकको शासन व्यवस्था चल्ने स्पष्ट पार्दै निर्वाचन मार्फत नै जनताको समर्थन प्राप्त गर्नुपर्ने धारणा राखेका छन्। पूर्व राजा शाहको पक्षधर बीच यो बयानले नयाँ तरंग ल्याउने अनुमान गरिएको छ। यस विषयमा तपाईको के विचार छ? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्। आनन्द खबर एआईमा यस्तै ताजा समाचारका लागि जोडिनुहोस्। म किमी, फेरि भेटौँला अर्को रोचक खबरका साथ। धन्यवाद।